सिजुबाई मेरो दाइ आउनु भएको थियो तपाईसँग भेटौँ त्यो कामका बारेमा कुराहरू भनेर तपाईँ आउँदा बेलुकै हुन्छ बस्नु भनेर मैले भनेको अलि दाइ बस्न मान्नु भएन अब अहिले दाइले काम साम केही गर्नु भएन काम नपाएर दाइको अलि बिजोकै हो अनि अब एक रात पनि नबसी जान लाग्नुभयो बल्ल बल्ल आउनुभएको दाइ के दिएर पठाउने होला भने जस्तो लाग्यो है अनि यसो द्वारा चाहिँ यताउता हेरेको 4-8 हजार पैसा रहेछ अनि मैले त्यही दिएर पठाइदिएँ तपाईँलाई भनौँ भने टेन्सनले बिर्सिछु अहिले याद आयो अनि भन्न आयो कि मैले दाइलाई दिएँ त्यो पैसा एकचोटि मलाई नसोधिकन मैले राखेको ठाउँबाट पैसा निकालेर दाइलाई दिएर पठायो नि त कति सहिलो छ तिमीलाई कति न आफैले कमाएर राखेको जस्तै दिएर पठाएछौ त आफ्नो बुढाले केको लागि राखेको किन राखेको एक वचन सोध्नुपर्छ जस्तो लागेन मलाई यस्तो मन परि गरेको मन पर्दैन नि भुन्टु अब आइन्दादेखि यस्तो काम नगर्नु देख्नुभयो त दाइ कति न मेरो बुढी जतिको गतिली मेरो बुढीले जति साँचो बोल्ने कोही छैन भन्नुहुन्छ नि यसले यसरी कुरा लुकाउँछ अब केही दिनपछि हो बुढा बुइनीको बदनाम मैले नै गराउँदै हिँडेको हो मैले अस्ति नै तपाईलाई भन्न बिर्सेछु भनेर आफ्नो गल्ती स्वीकार्छे खुवाउनुसम्म कुटै मलाई खुवाइहाली गर्नुसम्म मेरो बेइज्जत गराइहाली यसलाई त के थोर यो घरमा कसले चाहिँ मेरो सुन्छ र सबै यसको पछि लागेका छन् भयो चुप लाग दाइ मलाई खोजेर त जानु न दाइ किन यस्तो गर्छन् के सबैले मलाई यो घरमा दाइ खोजेर त जानु न दाइ ज्ञान सोल्टी चामल प्रेजेंट्स भुन्टी powered by Berger Silk. भीम दाइ कता हो म मोबाइल किन्न जान लागेको तपाईको हिम्मतलाई चाहिँ माने मैले हैन कस्तो हिम्मतको कुरा गरेकी लक्ष्मी तिमीले कस्तो हिम्मत हुनु नि घरमा त्यस्तो भइरहँदा यसरी खुलेआम को हिँड्न सक्छ म त तपाईँ यसरी खुलेआम हिँडेको देखेर छक्क परेँ हे तेरिका के भन्न खोज्या हो लक्ष्मी तिमीले मैले त केही पनि बुझिन त केही नथाहा पाए जस्तो गर्नुभयो दाइ साँच्चै तपाईँलाई केही पनि थाहा छैन अब तिमीले के भन्न खोजेको हो मैले केही बुझे छैन अनि कसरी थाहा छ भन्नु त आउनु दाइ म तपाईँलाई सबै कुरा बुझाउँछु मलाई त यो खबर सुनेर साह्रै दुःख लाग्यो दाइ तपाईँको त भाउजू भनौँ दुःख अनुहार देख्यो भने मात्र पनि ढुङ्गाले हानेर कुच्चाइदिनु जस्तो रिस उठिरहेको छ एउटी भाउजू भएर त्यसले त्यसो कसरी गर्न सक्यो कि नन्द भाउजू एक